शब्दहरू मलाई पनि काम गर्नेछ, यहाँ अगाडि बसेकाले पनि काम गर्नेछ, सबैको निम्ति काम गरेको होस् र तपाईँले महिमा भएको सबै दिनदेखि यसको चाहिँ पवित्र नामको बाटोले हुन्छ। तपाईँहरूकोमा जसकोमा बाइबल छ एक दुईवटा भर्स जुन अङ्ग्रेजीमा भन्छु अङ्ग्रेजीमै पढिदिनुहोस्, किनभने तपाईँहरू धेरैलाई जसले अध्ययन गर्नुभएको छ तपाईँलाई थाहा छ किन अङ्ग्रेजीमा पढ्नुपर्ने भन्ने चाहिँ, किनभने अङ्ग्रेजीमा कतिवटा कुरा मिठो छ, नेपालीमा चाहिँ त्यो शब्दहरू हराएको छ। मलाई चाहिँ त्यस्तो लाग्यो र पहिला चाहिँ हामी एउटा भर्स पढेरै म सुरु गर्न मन लाग्यो। तर जे होस् त्योभन्दा बढी तपाईँहरूलाई थाहा छ मान्छेको सृष्टि पहिला भएको कि दिन पहिला सुरु भएको भन्नुहोस् त? सिजन सुरु भयो कि पहिला मान्छेको जीवन सुरु पहिला भयो? त्यो कुन भर्सको आधारमा भन्नुभयो तपाईँहरूलाई थाहा छ कुनै भर्स? कसैलाई थाहा छैन? उत्पत्ति 1:14 जसकोमा छ पढिदिनुहोस् त। 1:14 पहिला सिजन सुरु भयो त्यो पछाडि मान्छे जन्म मान्छेको सृष्टि भएको छ। उत्पत्ति 1:14 जसले भेट्नुहुन्छ ठुलोसोले पढ्नुहोस्। आकाशको अन्तरका दिन र रात छुटाउनलाई ज्योतिहरू हुन्, दिनहरू हराएका चाडहरू दिनहरू र वर्षका निम्ति हुन्। आमेन। र यहाँ त सुरु भएको छ यो मान्छेको सिजन, यो ऋतु भन्यो नि, यो वर्ष भन्यो नि, यो कुन दिनमा सृष्टि गर्नुभएको थियो परमेश्वरले थाहा छ तपाईँलाई? कुन दिनमा सृष्टि भएको थियो सिजन ऋतु भन्ने? तेस्रो दिनमा। हजुर करेक्ट, तेस्रो दिनमा चाहिँ सुरु भएको। र मान्छे कुन दिनमा बनिएको थियो? 6 हो, पक्का हो? कन्फर्म गर्नुहोस्। कन्फर्म 6 दिनमा बनिएको, या अहिलेको हिसाबले भन्नु पर्यो भने कुन बार पर्छ? शुक्रबार पर्छ। फेरि एकपल्ट सोच्नुहोस् त, शुक्रबार पर्छ जस्तो लाग्यो मलाई। कन्फर्म गरेर भन्नुहोस् त कुन बार रहेछ मान्छेको सृष्टि? कतिजना फ्राइडे हुनुहुन्छ? कोही स्याटरडे भन्ने हुनुहुन्छ? स्याटरडे कोही छ? फ्राइडे हो, किनभने तपाईँले क्यालेन्डर पल्टाएर हेर्नुहोस्, क्यालेन्डरको फर्स्ट दिन कुन बार भएको हुन्छ महिनाको? सन्डे। र हामीले मनाएको पनि हाम्रो विश्रामबार जुन मनाउँदैछौँ यो चाहिँ नयाँ नियमको आधारमा पौलले कोरिन्थीहरूलाई लेख्दाखेरि यसरी लेख्नु भएको छ, साताको पहिलो दिन विजय विश्रामबार भनेको छ। र मत्ती 28 मा पनि प्रभु यीशु पौलले लेख्नु हुँदाखेरि मत्ती 28 को 1 पदमा के भनेको छ भने, साताको पहिलो दिन रिमझिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम भनेको छ। त्यो चाहिँ साताको पहिलो दिन भनेको छ। त्यसैले गर्दा हामी चाहिँ विजय विश्रामबार पालन गर्छौँ। यो यतिसम्म बुझ्नुभयो। र मेरो आजको वचन चाहिँ म पहिला न्यू इयरको बारेमा भन्दा पनि टाइमको बारेमा तपाईँलाई केही भन्न खोजेको हो। तपाईँलाई थाहा छ टाइम के हो, समय के हो? कसैलाई थाहा छ टाइम या समयको डेफिनेसन? कसैलाई थाहा छ? टाइम के हो भन्दाखेरि चाहिँ टाइमको डेफिनेसन चाहिँ यसरी दिएको रहेछ बाइबल र मान्छेहरूले। टाइम चाहिँ प्रेसियस गरे, यसको मूल्य छैन, यसलाई दाम तिरेर किन्न सक्दैन। कसैले समयलाई दाम तिरेर किन्न सक्नुहुन्छ? सकिँदैन। यो चाहिँ अमूल्य छ। तर अमूल्य हुँदा हुँदै पनि तपाईँ र हामीले चाहिँ फ्रीमा पाएको यो समय, तपाईँ र मैले जुन दिएको समय चाहिँ फ्रीमा पाएका छौँ। र समान समय दिएको छ। पाल्देन भाइलाई जति समय दिएको छ त्यति नै भान्जेलाई, त्यति नै मलाई, र त्यति नै अन्य जातिलाई र विश्वासीलाई पनि दिएको छ। तर तपाईँले पाएको समयलाई कसरी खर्च गर्नुहुँदैछ त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। र आज तपाईँहरू सम्झिनुहोस्, यो ठिक 365 दिन अगाडि पनि तपाईँले कुनै रेजुलेसन बनाउनु हुँदै थियो। अब 25 मा चाहिँ म यो कुरा गर्छु र यो कुरा गर्दिनँ। घडिकेला म तपाईँलाई चान्स दिन्छु, यदि पहिले तपाईँले राख्नु भएको रेजुलेसन पुरा गर्नुभएको छ भने चाहिँ तपाईँले भन्न सक्नुहुन्छ। कसैले राख्नु भएको रेजुलेसन पुरा गर्नुभएको छ? 23 को 31 डिसेम्बरको दिन राख्नु भएको रेजुलेसन कसैले राख्नु भएको थियो र पुरा गर्नु भएको छ? कोही छ त्यस्तो तपाईँहरूमध्ये? कोही हुन्छ? रेजुलेसन चाहिँ सबैले राख्नुभयो, त्यसको मतलब उत्तर आएन भने चाहिँ कसैले पुरा गर्नु भएन। र तपाईँहरूको निम्ति म एउटा भर्स राख्दैछु, जसले रेजुलेसन राख्नुहुन्छ तर कम्प्लिट गर्नु हुँदैन, तपाईँहरूलाई चाहिँ बाइबलले के भन्दो रहेछ सक्दै निकालेर पढ्नुहोस्।
उपदेश 5:4-5-6 पढ्दिनुहोस् न। जस जसले रेजुलेसन राख्नुभयो तर पुरा गर्नु भएन, तपाईँहरूले चाहिँ बाइबलले के भन्छ रहेछ हामी सबै हेरौँ न। उपदेश 5:4-5-6 म सचोट बाइबलहरू मात्रै पढाउँछु र यो भर्सहरू तपाईँले कोड गरेर राख्नुहोस् र 2025 को 31 डिसेम्बर मनाउँदै गर्दा आजको दिन फेरि एकपल्ट रिमाइन्ड गर्नुहोस् र तपाईँको रेजुलेसनलाई पढेर हेर्नुहोस्। उपदेश 5:4-5-6 परमेश्वरमा घटाउ गर्दा त्यो कुरा गर्न ढिलो नगर, किनभने मूर्खसँग उहाँको कुनै हुँदैन। जे भएको गर्दछ त्यो पुरा गर। घाटा गरेर पनि पुरा नगर्नुभन्दा त घाटालाई मात्रै पर्छको। तेरो आफ्नै जीवनले मलाई पार गर्न नलाओस्। त्यसपछि परमेश्वरको सानिध्यमा भुल भएको नभन्छ। नपकाएका वचनहरूले गर्दा परमेश्वर रिसाउनु हुन्छ र जहिले प्रार्थना गरेका तेरा सबै सफलताहरू पाउनुहुन्छ। आमेन। यहाँ भाकल शब्द चलाएको छ र यो भाकल या प्रतिज्ञा या प्रमिस चाहिँ के हो? तपाईँको रेजुलेसन। एकपल्ट सम्झिनुहोस्, तपाईँले जे जो रेजुलेसन राख्नुभएको थियो त्यो पुरा गर्नु भएन भने चाहिँ तपाईँ आफ्नै मुखद्वारा तपाईँ दोषी हुँदैछ आजको दिनमा। र सम्झिनुहोस्, तपाईँ र मैले पाएको यो अमूल्य समय, जुन दिन जुन सास प्रश्वास लिइरहेको छौँ, यो जीवन जिइरहेका छौँ, यो महत्त्वपूर्ण समय हो। यो समयलाई कसरी खर्च गर्नु भएको त्यो सम्झिनुहोस्। सम्झिनुहोस्, तपाईँ अन्तिम घडीमा हुनुहुन्छ, तपाईँ मर्दै हुनुहुन्छ, तपाईँको सास निक्लिँदैछ। त्यति बेला तपाईँको हजारौँ कमाउनु भएको छ, चेकबुक छ, ब्याङ्कमा ब्यालेन्स प्रशस्त छ, तर पनि 1 सेकेन्ड पनि तपाईँले किन्न सक्नुहुन्न। 1 सेकेन्ड पनि तपाईँले या मैले किन्न सक्दैनौँ, किनभने तपाईँ र मलाई दिएको समय समान छ। जसरी पाएको छौँ त्यो समय कसरी खर्च गर्दैछौँ त? आज नै तपाईँ र मेरो निम्ति यो चुनौती छ। हामी अन्तिम दिन डिसेम्बर 31 आउँदा जहिले जहिले आउँछौँ त्यति बेला फर्केर हेर्छौँ, न्यु इयरलाई वेलकम गर्छौँ। वेलकम गर्नको लागि हामी वाच नाइट भन्दै मनाउँदै बस्छौँ, वाच नाइटको वचन सुन्छौँ, विभिन्न प्रकारले 12 बजीसम्म पुर्याउनको लागि गेम्सहरू खेल्छौँ, अन्य कुराहरू गर्छौँ, प्रोग्रामहरू गर्छौँ। हामीले त्यो बिताएर त्यो रेजुलेसन राखेर हामीले समयको सदुपयोग गर्दैछौँ के त? त्यो तपाईँ र मैले निहाल्नु पर्नेछ। र आजलाई तपाईँहरूलाई आह्वान गर्छु, जस जसले रेजुलेसन राख्नु भएको छ सोच्नुहोस् एकपल्ट, तपाईँले राख्नु भएको रेजुलेसनलाई आज लेख्नुहोस् र बन्द खाममा राख्नुहोस्। आजदेखि तपाईँले सोच्नुहोस्, म 31 डिसेम्बरको दिन भन्दाखेरि चाहिँ मैले राखेको रेजुलेसन यो रेजुलेसन थियो, कति कुरा गरेँ त? त्यो आजै सम्झनुहोस्। र समय हुँदा नै हामीले समयको सदुपयोग गर्नु जानु पर्यो। 31 तारिक आयो, आफ्नो जीवनलाई ल्यायो, 25 मा गएर त म नयाँ हुन्छु, मैले यो गल्तीहरू गरेँ, 24 मा यो गरेँ। याद गर्नुहोस् न, जनवरी रिपिट हुन्छ, फेब्रुअरी रिपिट हुन्छ, मार्च रिपिट हुन्छ, सन्डे मन्डे रिपिट हुन्छ, तर 2024 मा पनि रिपिट हुँदैन। तपाईँले चाहेर 2023 लाई ल्याउन सक्नुहुन्छ? सक्नुहुँदैन। तपाईँको जीवनको महत्त्वपूर्ण कुराहरूलाई पनि तपाईँले कहिले पनि रिपिट गर्न चाहनुहुँदैन। मैले बेलामा हाम्रो अगाडि भएको जति पनि म देखिरहेको छुइनँ, तर मलाई विश्वास छ यहाँ धेरैजना युवाहरू हुन्छ, तपाईँले मन दुखाउनु भएको त तपाईँको आमा बाउको बगेको आँसु तपाईँले फेरि थाप्नु सक्नुहुँदैन। त्यो बग्यो। तपाईँको आमा तपाईँले अटेरी गर्दा तपाईँलाई मैले सक्दिनँ यो कुरा गर्नु भनेर तपाईँको बाउले भनेको, तपाईँको आमाले ढुक्कामा टेकेर तपाईँले अटेरी गर्दा तपाईँको मान पुरा गर्नुलाई आमाले कति त्यो घुँडा टेकेर प्रार्थना गर्यो, रुई गर्यो, तपाईँ सुत्नु भएन। तपाईँको आमाको सास भोलिको दिनमा अन्तिम हुँदैछ भने तपाईँले त्यो सासलाई लेख्नु सक्नुहुन्छ? छातीमा हात राखेर सोच्नुहोस्, जुन कुराहरू तपाईँले गल्ती गर्नुभएको छ त्यो कुरालाई तपाईँले फेरि पनि सुधार्छु भनेर सक्नुहुन्न। मैले त्यसलाई एउटा कथा भन्न चाहन्छु। यो कथालाई राम्ररी जति पनि तपाईँहरूको शिरमाथि, चाहे तपाईँ ठुलो हुनुहोस् या सानो होस्, युवा हुनुहोस् या बिहा गरेको हुनुहोस्, जसको शिरमाथि आमा बाउ छ तपाईँले ध्यान दिएर यो कथालाई एकपल्ट सुन्नुहोस् र आफूलाई निहाल्नुहोस्। त्यति मात्रै होइन, आमा बाउ जसको शिरमाथि आमा बाउ छैन अब, तर पनि तपाईँले एकपल्ट निहाल्नुहोस् तपाईँको जीवन कसरी बित्दैछ। यो कथा सानो कथा राख्छु र बुझ्ने कोसिस गर्नुहोस्, एकदम ध्यान दिनुहोस्, एकाकी सबैलाई नहेर्नुहोस्, मेरो कथालाई मात्रै ध्यान दिनुहोस्। के भएछ भन्दाखेरि एक जग्गा एउटा मान्छे अब मर्दै थियो अरे र मृत्युको दूतले सन्देश लिएर आयो, प्रभुले मृत्युको दूत पठायो, जहाँ यसलाई लिएर आयो, त्यसको अन्तिम दिन हो भनेर पठायो।
ऊ आयो मृत्युको दुत आयो कसैले मर्दैछ भनेर जसले त्यो दैलोमा भक्तको भित्राउन जान्छ मृत्युको काट बनायो मृत्युको दुतले जसरी स्वर्गदूतहरूले अब्राहमलाई अब्राहमले निम्त्याएर खाना दिएको थियो त्यसरी त्यो मर्दै गएको मान्छेलाई थाहा छैन म मर्दैछु भनेर मृत्युको दुत थकित देखेर उसले मान्छे नै सम्झेन पानी दियो दिएपछि मृत्युको दुतलाई पनि याद आयो त्यसले मलाई एटलिस्ट मर्नु भन्दा अगाडि थाहा छैन त्यसले मलाई पानी दियो भनेर मलाई भनेछ म 5 मिनेटको निम्ति तिमीलाई एउटा डायरी दिँदैछु 5 मिनेटको टाइम छ तिम्रो हातमा तिमीले कुन कुन कुरा चाहिँ तिम्रो इच्छा पुरा गर्न चाहन्छौ यो डायरी देऊ खालि 5 मिनेट तिम्रो हातमा भनेर दिएछ र त्यो मान्छेले 5 मिनेटको लागि उमर्दैछ भनेर थाहा छैन है मेरो टाइम मात्रै 5 मिनेट भनेर थाहा छ त्यो मान्छेले त्यो डायरी पढाएर फर्स्ट पेजमा लेखेको रहेछ तिम्रो घरको दाहिनेपट्टि भएको घरको मान्छेको चाहिँ भोलिको दिनमा लट्ठी फस्दैछ 3 करोड भनेर लेखेको रहेछ त्यो मान्छेले सम्झ्यो त्यसको त अलरेडी धन छ बङ्गला छ किन त्यसलाई 3 करोड लट्ठीको जरुरी हुँदैन यो भनेर लेखेको अर्को पेज पल्टायो अर्को पेजमा लेखेको रहेछ तिम्रो घरको माथिको घरमा जुन मान्छेले पोलिटिक्स गर्छ र लिडर हो पार्टीको त्यो मान्छेले मन्त्रीको पद पाउँदैछ अर्को हप्ता भनेर लेखेको रहेछ उसले किन त्यो मान्छेलाई मभन्दा माथि हुँदैछ यो हुँदैन भनेर र अर्को पेजमा लेखेको रहेछ तिम्रो त्यो गाउँको तल्लो पुच्छर घरमा भएको गाउँको पुच्छरमा भएको घरको मान्छेले गाडी नयाँ गाडी उपहारको रूपमा पाउँदैछ भनेर लेखेको रहेछ त्यसको पनि ना यो हुँदैन त्यसकोमा गाडी नहोस् स्कुटीमै हिँड्योस् र अर्को पेजमा लेखेको छ त्यसरी नै गर्दै उसले जब 5 वटा पेजमा नाम लेखेको 6औं पेजमा चाहिँ उसको बारेमा लेखेको रहेछ तर त्यति नै बेला बिल्कुल रुपले होइन लास्ट तिम्रो पेन राख्नु तिम्रो टाइम अफ भयो र सम्झिनुहोस् यति बेला तपाईँले अरूको निम्ति तपाईँको छिमेकीको निम्ति तपाईँको सानो सन्तानको निम्ति धेरै सिकेको हरेक कुराहरू रोक्नु भएन हिँड्नु भएन सेवाकाईमा पढ्दैछ भने अरे मेरो युथ लिडर ठाउँमा मेरो ठाउँमा यो कुरा हुन सकेन म यसको ठाउँमा किन गर्नु दिन्छु भनेर सिकाउनु हुँदैन होला अरूहरूलाई ग्रुपिजम ल्याउनु हुँदैन होला त्यो कुराहरू रोक्नु हुँदैन होला तर तपाईँकै समय आउँछ नि जब तपाईँकै किस्मत बनाउने तपाईँकै लागि केही गर्नु आउँछ नि तपाईँले अरूको थुनिरहनु हुँदैछ भने चाहिँ याद गर्नु तपाईँले अरूको थुनेको होइन तपाईँकै पानी हुँदा तपाईँले तपाईँकै निम्ति थुन्नु हुँदैछ र यति बेला म विशेष गरी वर्तमान समयको बारेमा कुरा गर्न चाहन्छु म विशेष गरी त आमा बाउ पनि हुनुपर्छ तर म युवाहरूसँग बोल्न चाहन्छु किनभने युवाहरूले अर्गनाइज गरेको भएकोले गर्दा युवाहरू तपाईँले सम्झिनुहोस् तपाईँहरू बहुत जरुरी समयमा जीवन हुँदैछ हेर्नुहोस् न हाम्रो कम्युनिटी कस्तो हुँदैछ हाम्रो क्रिस्चियन कम्युनिटी मात्र होइन हाम्रो पहाडी इलाका हाम्रो कस्तो हुँदैछ पहिला के थियो घरमा छोरा छ भने आमा बाउले कस्तो गर्व गर्थ्यो अहिले छोराहरू जन्मिँदा धिक्कार मान्दैछ किन थाहा छ तपाईँहरूलाई किन थाहा छ भन्नुहोस् त दाजुभाइहरू छोरा के हुनुहुन्छ थाहा छ यसकारण कि पहिलाको छोराहरूले बुहारी ल्याएर आमा बाउलाई हेर्थ्यो बुहारीले ससुरा ल्याएको तर अहिले छोराले के गर्दैछ थाहा छ तपाईँहरूलाई बुहारीको घर पो जाँदैछ आफ्नै आमा बाउको घर बेचेर दौलत बेचेर बुहारीकै घर बुढीकै घरमा बजार बस्दैछ छोराको आमा बाउको भनिसकेको छ सम्झिनुहोस् तपाईँहरू त्यस्तो छोरा हुनुहुन्छ भने अरे बुहारीसँग के गर्नुभएको थियो छोराहरू त बुहारी लिएर घर बन्दा गरेर बाउसँग बस्नु पर्यो बाटै जुत्दै भए पनि बस्नु पहिलाको तर अहिले के भयो आफ्नै आमा बाउलाई हेर्दैन तर बुढीको आमा बाउलाई चाहिँ कस्तो मजाले स्याहार्छ त हेर्नुहोस् त कति जग्गा यो मैले भनेर तपाईँहरूलाई मात्र भनेको होइन ठुल्ठुलो पास्टरहरू पनि देखेको छु अस्ति भर्खर बाटोले गर्दाखेरि एउटा पास्टरको गाउँ बस्तीको पास्टर बाउ हुँदो रहेछ त्यहाँ गाउँको मण्डलीहरूले के भन्छ अरे हाम्रो पास्टर बाउको ससुराली नै बस्छ सेवा चलाउनुको लागि मात्रै आफ्नो गाउँ आउँछ भन्ने हेर्नुहोस् त छोरा सम्झिनुहोस् तपाईँले छोरीहरू सोच्नुहुन्छ तपाईँले पनि सम्झिनुहोस् बाइबल र समाजले त्यसरी बनिएको होइन तपाईँहरूले पढाएर जानुपर्छ ध्यान राख्नुहरू नगर्नुहोस् किनभने तपाईँ पनि छोरा होला तपाईँले छोरी भएर त्यसो गर्नु भने तपाईँको छोराले पनि पछि त्यसै गर्दा कस्तो हुन्छ सम्झिनुहोस् हाम्रो सोसाइटी यसरी बढ्दैछ जाँदैछ र सम्झिनुहोस् तपाईँहरू सम्झिनुहुन्छ होला म हाम्रो आमा बाउहरू भन्दा बाध्य छ अहिले के भन्छ भने हाम्रो युगको भन्दा त हाम्रो छोराछोरी बाध्य छ हेर्नुहोस् आमामै मोबाइल चलाउँछ हामीलाई केही आउँदैन हाम्रो छोराछोरीले मजाले चलाउँछ भन्छ त्यो तपाईँहरू के हुनुभएको होइन तपाईँको आमा बाउले तपाईँलाई बाध्य बनाएको हाम्रो आमा बाउ या जो तपाईँको आमा बाउले फोन चलाउनु सार्न सक्दैन नि त्यति बेला फोनै थिएन नि त
उहाँहरूको पालिमा खुकुरी चलाउनु पर्थ्यो, भारी बोक्नु पर्थ्यो, दाउरा घाँस गर्नु पर्थ्यो, सबै कुरा गर्नु पर्थ्यो। त्यसैले गर्दा उहाँहरू सानैदेखि दाउरा घाँसमा च्याम्पियन हुनुहुन्थ्यो, बलियो हुनुहुन्थ्यो, बारा हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि त्यस्तो थियो। तपाईँको आमा बाउले चाहिँ मोबाइलहरू निक्लियो, जब निक्लिएपछि के सम्झ्यो भने मेरो छोराछोरी चाहिँ राम्रो होस् भनेर, राम्रो सानैदेखि जानुहोस् भनेर मोबाइल दिन थाल्यो र तपाईँहरू मोबाइलमा अप्ना हुनुहुन्छ। तर तपाईँले के गर्नु, तपाईँको आमा बाउले त मोबाइलमा भुलियोस्, खाना खाओस् भनेर दिएको, तपाईँहरू गर्दै जानुभयो, तर मोबाइलको दुरुपयोग गर्दै जानुभयो। र मैले अघि भनिहालेको सबै सँगै दिएको हो, सबै प्रकार कसरी खर्च गर्नुहुँदैछ सम्झिनुहोस् त। एलन मस्कले कति कमाउँछ, बिल गेट्सले कति कमाउँछ, तर बिल गेट्सको सँगसँगैको साथीले चाहिँ केही पनि गर्न सक्दैन। किन भन्दाखेरि चाहिँ बिल गेट्सले समयको महत्त्व जान्यो, समयलाई ठिक युटिलाइज गर्यो, तर उसको साथीले त्यसलाई युटिलाइज गरेन। र त्यसरी नै सम्झिनुहोस्, तपाईँको समय तपाईँले किन्नु पनि सक्नुहुन्न, बेच्नु पनि सक्नुहुँदैन, चोरी चाहिँ हुन्छ। र सम्झिनुहोस् त, जसले गेमहरू बनायो, गेम्स कम्पनी खोलेर बस्यो, उनीहरूले पैसा पनि कमायो। तपाईँहरू चाहिँ कुनै बनाएको कम्पनीमा त्यो गेम्स खेलेर तपाईँले टाइमहरू बिताउनु हुँदैछ। र रेजुलेसन बनाउनुहुन्छ भने ठुलो रेजुलेसन पार नगर्नुहोस्, ठुलो रेजुलेसन नराख्नुहोस्। भोलिदेखि सम्झिनुहोस्, तपाईँले 3 घन्टा 4 घन्टा पब्जीमा अन्य गेमहरूमा त्यसलाई म भोलिदेखि नै एटलिस्ट 1 घन्टा घटाउँछु भनेर सम्झिनुहोस्। तपाईँले सोसियल मिडियामा बिताउने समयहरू 2 घन्टा या 1 घन्टा घटाउँछु भनेर सम्झिनुहोस्। त्यसो गर्नुभयो भने चाहिँ हेर्नुहोस् न, पहिला के थियो, मान्छेहरू यहाँ कतिजना हुनुहुन्छ होमस्टेबाट सेल्फी लिन पर्ने आमाहरू कोही हुनुहुन्छ? पहिला समयमा सेल्फी लिन पर्ने या एसएम पढ्ने बाउहरू कोही हुनुहुन्छ? यहाँ कुम्दुली पढ्ने कोही हुनुहुन्छ? तपाईँहरू जाँदाखेरि हिँडेर जानुहुन्थ्यो नि। अहिले तपाईँको नानीहरू पनि गाडीमा जान्छ। तपाईँहरूको पालीमा तपाईँहरूले हिँडेर सब कुरा गर्नुहुन्थ्यो। तपाईँको पालीमा मिक्सी थियो, सिलौटो लोहोरले पिस्नुहुन्थ्यो, सबै कुरा तपाईँहरूले आफै गर्नुहुन्थ्यो। तर तपाईँहरूले कहिले म बिजी छु भन्नुहुन्थ्यो, सबै काम भ्याउनुहुन्थ्यो। त सेवा काहीँ पनि भ्याउनुहुन्थ्यो, सबै कुरा भ्याउनुहुन्थ्यो। अहिलेको नानीहरूलाई गाडीमै जानु आउनु, मिक्सी छ, सिलौटो लोहोरो चलाउनु पर्दैन, सब कुरा। र पनि म त बिजी छु त अहिले। के समय आयो भन्नुहोस् त। त्यो समयको दास हुनु राम्रो हो, तर तपाईँहरूले समयलाई खेरो फाल्नु चाहिँ राम्रो होइन। कसरी चाहिँ बिजी भन्नु सक्नुहुन्छ भन्नुहोस् त। पहिलाको आमा बाउले डाँडामा गएर हप्पार्नु पर्थ्यो, तल्लो गाउँमा जस्तै बोलाउनु पऱ्यो भने भानु भाइ भरेदेखि सेवा यति बेला भन्नु पर्थ्यो। अहिले तपाईँले फोन गर्नुपर्छ, मेसेज गर्दा भइहाल्छ, र पनि ढिलो हुन्छ। एउटा समय थियो जुन बेलामा टेलिफोन चल्थ्यो, गाउँभरिमा जम्मा एउटा टेलिफोन हुन्थ्यो, किन भन्नुहोस् न। तर पनि त्यति बेला टेलिफोनमा कसैको टेलिफोन आएर गाउँको डाँडाबाट कराएर फलाना मेरो टेलिफोन आएको छ, फोन आएको छ भन्दाखेरि त्यो मान्छे स्यासेर फेट्या हुँदै त्यो टेलिफोनको छेउमा गएर बस्थ्यो, 5 मिनट पछाडि फोन गर्थ्यो, फोनमा बात पनि हुन्थ्यो, सबै कुरा हुन्थ्यो। तर अहिले हेर्नुहोस् त, गोजीमा एउटै घरमा 4टा फोन छ, र पनि फोनबाट फोनै हुँदैन। के फाइदा भयो हो कि भन्नुहोस् त। यो साँचो कुरा हो कि होइन? रियालिटीमा यो छ। र युवाहरूको यो तपाईँहरूको कमजोरी हो, तपाईँहरूको आमाबाउको कमजोरी होइन। तपाईँले कस्तो समाज, कस्तो चर्च, कस्तो मण्डली बनाउनु हुँदैछ सम्झिनुहोस् त। मैले यो गाली गरेको होइन, तपाईँहरूको यात्रामा मात्रै देखाउन चाहेको। बाइबलले पनि यसै भन्छ। र हुन त यहाँ पिनिक छ, पिनिक छैन होला है। र पिनिक छैन भने छट्टनी भनिहाल्छु, र पिनिकले फेरि पछाडि गल्ती पक्रिन्छ नि त। लु हेर्नुहोस्, इपिसी 5:16-17 पढ्नुहोस् त। इपिसी 5:16-17 पढिदिनुहोस् त। कसैले डल्लै भेट्नुहुन्छ यो जिब्रोमा, मेरो चाहिँ जिब्रोमा हड्डी छैन, यताउता गइहाल्छ। तपाईँको छ होला सायद, हड्डी भए चाहिँ म ठिक भन्दै थिएँ। लु त हेरिदिनुहोस् त। समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ। यसै कारण एउटा रहौ र प्रभुको इच्छा के रहेछ सो बुझ। आमेन। सेकेन्ड ल्याङ्ग्वेज प्रश्न भनेको छ, पासेन्जरले भनेको समय नै यस्तो रहेछ र हामी बिग्रेको नभन्नुहोस्, प्रभुको इच्छा खोज्नुहोस्। खराब समयमा तपाईँ असल समयमा हुँदा सबैले जय जय गर्छ, यो भाइले राम्रो गरिरहेको छ, वेल गोइङ, बेटी राम्रो गर्दैछ, छोरा राम्रो गर्दैछ भन्छ। तर तपाईँको खराब समयमा चाहिँ तपाईँ कस्तो हुनुहुन्छ त्यो तपाईँको टेस्ट त्यति बेला हुन्छ।
सुक्खा जमिनमा त कति पनि दौडिनु सक्छ, तर पानीमा पौडिनु सक्नु चाहिँ ठुलो कुरा हो। र खराब समयको लागि तपाईँ र म खराब समयमा पनि खडा उक्रिनु चाहिँ तपाईँ र मलाई जरुरी छ। म यति बेला युवाहरूलाई नै भन्न चाहन्छु र रेजुलेसन बनाउनुहोस्। र यति नै बेला तपाईँ मुखले भन्नु सक्नु हुँदैन भने आफ्नो आमा या बाउको नम्बर छ भने भोलि त फोन गर्नै पर्छ होला। यति नै बेला मेसेज टाइप गर्नुहोस्, सम्झिनुहोस् र तपाईँले क्षमा मागेर तपाईँले जस जसलाई चाहिन्छ तपाईँले लुकाउनुहोस्, लुकाएर भए पनि एकलाई पठाउनुहोस्। र कोही चाहनुहुन्छ साँचो रूपले आफ्नो आमा या साथी कोही कसैको पनि मन दुखाइदिनु भएको छ, गलत तरिकाले केही पनि भन्नुभएको छ, गलत युज गर्नुभएको छ, वर्ड युज गर्नुभएको छ, गलत सङ्गत राख्नुभएको छ, गलत ट्रिट गर्नुभएको छ, नराम्रो भन्नुभएको छ, नराम्रो सोच्नु भएको छ भने म टाइम दिन्छु। केही पनि भन्दिनँ, बाहिरबाट फोनबाट भन्नु सक्नुहुन्छ, 2 मिनटको लागि मेसेज टाइप गर्नु सक्नुहुन्छ। आफ्नो आमा या बाउ यहीँ छ भने पनि तपाईँले टाइप गर्नुहोस्, आमा र बाउले गरिहाल्नुहोस् अहिले नै लेखेर। तर म यति बेला भन्न चाहन्छु तपाईँले मेसेज टाइप गर्नुहोस् आफ्नो साथी या आमा बाउलाई म टाइम दिन्छु। टाइम दिन चाहनुहुन्छ, कोही छ त्यस्तो चुपचाप के गर्नुहुन्छ भने पनि म तपाईँलाई टाइम दिन्छु। त्यसलाई क्षमा माग्नु, ठुलो रेजुलेसन बनाउनु भन्दा क्षमा मागेर यो 2024 फेरि फर्किँदैन है। मैले अघि नै भने जनवरी, फेब्रुअरी, मार्च, अप्रिल फर्किन्छ, तर 2024 कहिले पनि फर्किँदैन। त्यसरी नै 25 पनि तपाईँले त्यसरी नै बिताउनु भने 25 फेरि फर्किँदैन। याद राख्नुहोस्, तपाईँ जुन सेडीबाट चढ्नु भएको छ, अजय देवगनले एउटा फिल्ममा साह्रो दामी डाइरेक्ट भनेको छ, तिमी जुन सेडीले माथि चढ्छौ त्यही सेडीबाट तल पनि झरिन्छ भनेको छ। र याद राख्नुहोस्, तपाईँले जसरी आफ्नो आमाबाउलाई सताउनु भएको छ, आफ्नो अग्रजलाई सताउनु भएको छ, तपाईँको टर्न आउँछ तपाईँलाई पनि त्यसरी नै सताउँछ। र यति नै बेला म ठुलो रेजुलेसन नलेख्नुहोस् भन्छु। म त बिल्कुलै रेजुलेसनको विरुद्धमा छु। तर के भन्छु भने तपाईँको हातमा जुन समय छ, सर यहाँ हुनुहुन्छ जोडी सर, र सरको एउटा गीत मलाई साह्रो मनपर्छ। त्यो गीतको लाइन, हिजोको दिन बिति गयो भोलि फेरि आउँला नआउँला, आजको दिन जो हातमा छ गर्छु प्रभुको प्रशंसा। र आज नै हो तपाईँको लागि कसले दिएको छ हुनुहोस् फ्युचर। एउटा अङ्ग्रेजीमा दामी डाइरेक्ट लाग्थ्यो, हाम्रो पालिमा साह्रो युजमा थियो। म 2टा डाइरेक्ट तपाईँको अगाडि राख्न चाहन्छु। पास्ट इज इन द टोम, फ्युचर इज इन द होम भन्छ क्या। विगत जो छ नि, बितेको दिन त्यो चिहानभित्र छ, आउने दिन चाहिँ गर्वमा छ। गर्व तुलिन्छ, छोरा हुन्छ कि छोरी हुन्छ, भविष्य त्यस्तो चिज हो। तर आजको दिन जो आजै वर्तमान छ त्यो चाहिँ तपाईँ र मेरो लागि हो। र जे पनि गर्नु छ आजै गर्नुहोस्। कसले जान्दछ, हेर्नुहोस् त, हामी पो ह्याप्पी न्यु इयर भन्छौँ, बाँच्यौँ भनेर 2025 देख्यौँ भनेर। एकलाई याद गर्नुहोस्, 2023 मा यसरी नै होस् नाइट बनाइरहेको कतिजना हामीले गुमायौँ त, छैन त। त्यसरी नै हुँदैन। अहिले नै तपाईँको हातमा समय छ र यति बेला म त्यो समयलाई लिइहाल्नुहोस् भन्छु। र जस जसले पनि सम्झिनुहोस्, रेजुलेसनमा सम्झिनुहोस्, तर तपाईँको गलती अगर मलाई सम्झिनुहोस्। एटलिस्ट तपाईँले क्षमा माग्नुभयो र क्षमा दिनु भने सम्झिनुहोस् न, क्रुसको दाहिनेपट्टिको जो कसरी क्षमा माग्नु र आजलाई चाहिँ र क्षमा चाहिँ त्यस्तो कुरा हो, तपाईँको स्वर्गको ढोका खोलिने कुरा हो। र म रेजुलेसन नलेख्नुहोस्, रेजुलेसन नमाग्नुहोस्, तर गरेको गल्तीप्रति तपाईँ क्षमा माग्नुहोस्। र भोलिदेखि सुध्रिने कोसिस गर्नुहोस्। भोलि यदि तपाईँको हातमा छ भने, जान्दिनँ म वचन बोलेर जाँदा जाँदै रहन्छु कि रहदिनँ, 25 मैले पनि देख्न सक्छु कि सक्दिनँ। र यति नै बेला चाहिँ तपाईँको समय दिनुहोस्। हुनसक्छ भने पुस्तक कुनी लागिरहेको छ नि, यहाँ मैले यस्तो गरेको थिएँ, भेटीलाई जब म 1000 रुपियाँ उठेको थिएँ, 850 चाहिँ खाएको खाएँ भनेर तपाईँले पनि तपाईँले क्षमा माग्नुहोस्। यदि अहिले नै भन्नु मन लाग्दैन भने पेपरमा नोट गरेर लेखेर बन्द लिखमा राख्नुहोस्। समय आउँदाखेरि छोरा मेरो अन्तिम सास हुँदा यो लिफाया क्रिस्टियनसम्म पुर्याइदिन भन्नुहोस्। यो कुरा चाहिँ ठुलो कुरा हो, किनभने परमेश्वरले चाहिँ गुप्तमा हुनुहुने ईश्वरले चाहिँ तपाईँको गुप्तको पाप हटाइदिनु। समय चाहिँ तपाईँले पानी र बल्बसँग तुलना गर्न सक्नुहुन्छ। बल्बलाई कसरी मुठाउनुहोस् त, मुठ्याउँदै त्यो सकिन्छ। पानीलाई एक वर्षले उठाउनुहोस् त, कति बेर राख्न सक्नुहुन्छ, त्यो बगेर जान्छै जान्छ। समय र हाम्रो जीवन आयु पनि त्यस्तै हो। बाइबल पल्टाएर हेर्नुहोस्, आयु 9 को
25 र 26 म सक्नु आँटेर मेरो टाइम 15 मिनट गयो होला नि ज्यादा भइसके जस्तो लाग्यो म 5 मिनटमा सकिहालेर कुराहरू जो गएको छ सकिहाल्छ किनकि मलाई मजा लागेर होइन तपाईँहरूलाई मजा लाग्नु जरुरी छ अयुब 9को जस 25 र 26 जस्तो लाग्दैछ 25 र 26 पढिदिनुहोस् न मेरो आयु नपुग्ने कल्पनाको भन्दा पनि चाँडो सकिँदै जाँदैछ त्यो बिग्रिँदै जाँदैछ र कुनै सुधी देखिँदैन ढुङ्गा जस्तै चाँडो बढ्दै जाँदैछ गीतहरू सिको माथि बगेरै भम्कँदैछ आमेन र यहाँ भनेको छ आइपुग्छ चाँडो जान्छ तपाईँले रेजुलेसन बनाउनु होला म डिसेम्बरसम्ममा चाहिँ यो गरिसक्छु या जुनसम्ममा यो गरिसक्छु भनेर के थाहा तपाईँको आयु 1 घन्टामा सकिँदैछ भने रेजुलेसन बनाउनुभन्दा चाहिँ यो 31 तारिक चाहिँ तपाईँले फर्केर हेर्नुहोस् तपाईँले 23 मा गरेको रेजुलेसन पुरा गर्नुपर्छ भने क्षमा माग्नुहोस् र मैले त्यो प्रतिज्ञा पुरा गर्न सकिनँ भनेर क्षमा माग्नुहोस् र क्षमा माग्ने शब्दको कुरा हो र म यति बेला भन्न चाहन्छु जसले सुसमाचारको क्षेत्रमा